छ। फेरि पनि परमेश्वरलाई धन्यवाद भएको होस्, परमेश्वरलाई महिमा भएको होस्। सम्पूर्ण आजको यस डाँडाको प्रार्थनामा उपस्थित हुनुहुने सम्पूर्ण मण्डली परिवार, सम्पूर्ण प्रियजनहरूलाई प्रभु येशू ख्रीष्टको नाममा न्यानो अभिवादन। जय मसीह, जय मसीह, हालेलुया, हालेलुया। कस्तो महसुस गरिरहनु भएको छ हजुरहरूले? आमेन, आमेन। प्रभुलाई महिमा भएको होस् है। हामी 2081 सालको डाँडाको प्रार्थनामा छौँ। आजको दिनमा विशेष गरिकन हामी लगभग करिब 3 घन्टाको यात्रा, कहीँ त बाटो एकदमै अप्ठ्यारो कठिन परिस्थिति थियो, तर पनि परमेश्वरले हामीलाई सुरक्षा गरिकन, अनुग्रह गरिकन परमेश्वरले हामीलाई हामी आउन चाहेको गन्तव्यसम्म उहाँले चाहिँ ल्याइ पुर्याउनु भएको छ। हामी प्रभुलाई एकचोटि सबैजनाले जोरदार ताली बजाएर धन्यवाद दिनेछौँ। किनभने हामी देख्यौँ भने एकदमै अप्ठ्यारो बाटो है, यो जङ्गलमा 3 घन्टा हिँड्नुपर्ने। तर यहाँ आउँदै गर्दाखेरि त्यो बाटो अप्ठ्यारो, त्यो दुःख सबै कुरा भुलेर हामी प्रभुमा रमाउँदैछौँ, रमाएका छौँ। आमेन। बाइबलमा तपाईँ देख्नुहुन्छ भने डाँडा भन्छ एउटा, यो डाँडाको महत्त्व र डाँडाको प्रार्थनाको महत्त्व बाइबलमा विशेष रहेको छ। तपाईँ बाइबलमा देख्नुहुन्छ, पुरानो करारमा हेर्दै गर्ने भने प्रभु चाहिँ आफ्ना जनहरूसँग, आफ्ना मानिसहरूसँग, आफ्ना दासहरूसँग प्रभु चाहिँ डाँडा भइकन, डाँडाको उपस्थितिमा, त्यहाँ बादलको उपस्थिति सँगसँगै डाँडाहरूमा विभिन्न ठाउँमा चाहिँ प्रभु मानिसहरूसँग बातचित गर्नुहुन्थ्यो, बोल्नुहुन्थ्यो। एकदमै शक्तिशाली कुरा हुन्थ्यो। जब कोही व्यक्ति डाँडामा उक्लिएर उसले प्रार्थना गर्थ्यो अनि प्रभुको उपस्थितिमा जान्थ्यो, त्यहाँ चाहिँ एकदमै शक्तिशाली अचम्मको अद्भुत कार्यहरू चाहिँ परमेश्वरले गर्नुहुन्थ्यो। डाँडाको प्रार्थनामा जाँदै गर्दाखेरि परमेश्वरले धेरै वचनहरू पनि, धेरै शक्ति मानिसहरूलाई त्यो समयमा बाइबलमा दिनुहुन्थ्यो। अझ तपाईँ देख्नुहुन्छ बाइबलमा अब्राम भन्ने व्यक्तिलाई तपाईँले देख्नुहुन्छ, जसलाई विश्वासको पिता पनि भनेर पनि भन्ने गरिन्छ। जब अब्राम चाहिँ बलिको लागि आफ्नो छोरालाई लिएर परमेश्वरले भने जस्तै मोरियाको डाँडामा जाँदै थिए, अनि त्यो मोरियाको डाँडामा परमेश्वरले अब्रामलाई चाहिँ थुमा चाहिँ एउटा बलि गर्नको लागि चाहिँ जुटाउनु भएको थियो। आमेन। अनि प्रभु चाहिँ त्यो डाँडामा जाँदै गर्दाखेरि मान्छेको बिचमा चाहिँ बोल्नुहुन्थ्यो, परमेश्वरको उपस्थिति चाहिँ त्यहाँ हुन्थ्यो। तपाईँ बाइबलमा देख्नुहुन्छ भने पनि, बाइबलमा तपाईँ नयाँ करारमा, पुरानो करारमा जहाँ पनि हेर्नुहोस्, डाँडाको प्रार्थना, प्रभुसँग प्रार्थना गर्दै गर्दाखेरि धेरै शक्तिशाली कार्यहरू, कामहरू चाहिँ भएको कुराहरू हामी पाउँदछौँ। तपाईँहरू मत्तीको पुस्तक 5 अध्यायमा त्यहाँ देख्नुहुन्छ, जब उहाँ चाहिँ डाँडामा जानुभयो, प्रार्थना गर्नुभयो, अनि त्यहाँ चाहिँ वचनहरू मानिसहरूलाई, चेलाहरूलाई, उहाँले भिडहरूलाई परमेश्वरको वचन सिकाउनु भएको कुराहरू हामी त्यहाँ भेटाउँछौँ। त्यसै गरी मत्तीको पुस्तक 8 अध्यायमा तपाईँहरू जानुभयो भने त्यहाँ पाउनुहुन्छ, जब उहाँ चाहिँ डाँडामा उक्लिएर प्रार्थना गर्नुभयो, त्यसपछि उहाँ फर्कनुभयो, उहाँले धेरै ठुला ठुला शक्तिशाली अचम्मका कामहरू गर्नुभएको छ। उहाँले पक्षघातीहरूलाई निको पार्नु भएको छ, उहाँले रोगी बिमारहरूलाई निको पार्नु भएको छ, उहाँले आँधीहरूलाई शान्त गर्नु भएको छ।